हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई हाम्रो एउटा नयाँ रियाक्सन भिडियोमा। आज हामी फेरि बुढाबुढी मिलेर हजुरहरूको अगाडि रियाक्सन भिडियो लिएर आएका छौँ। आज चाहिँ हामी एउटा म्युजिक भिडियो आएको रहेछ 1 महिना पहिल्यै साथीहरू, सज्जन राज वैद्यको पत्र भनेर। त्यसमा चाहिँ आज हामी रियाक्सन गर्न गइरहेका छौँ। पक्कै पनि हजुरहरूलाई मनपर्छ भनेर आशा गर्छौँ साथीहरू। ल सुरु गरौँ है त रियाक्सन। ओके ओके सोल्टी दिएको वेट गर्दै हुन्छ क्या हो। ह्यान्डसम हुन्छ नि है राजवेद त। पत्र भाइ सज्जन राज वैद्य नामै खतरा छ है। मेरी प्यारी माया आशा छ तिमी ठिकै छौ एकछिन है सब टाइटल पाएछ। अनि अझै मेरो पत्र आउँदा तिमी रुँदैनौ। धेरै भयो है हामी कुराकानी नभएको। तिम्रो अङ्गालोले मेरो अङ्गालो सजाको। तर यति बुझ है अलिक स्लो रहेछ नि सङ। मलाई देखेर मलाई नि इन्डियन एक्टरहरू याद आउँछ इन्डियन लुक के अलिकति है। मेरा काँधभरि तिमीले झरेका आँसुले छातीसम्म बोल्छ। मायालु तिमीलाई सम्झी बस्छु एकान्तमा अल्झिँदै। तिमीकै आइपुग्ने रहरको सीमान्तमा मेरी माया। जस्ट रोमान्टिक खाले रहेछ क्या होइन। लभ लेटर लेख्नु परेछ क्या मायालुले। मन छ पर्खी बस है तर महँगो रहेछ सपना धेरै हो र यो स्वार्थ नै मायाको अर्थ खै हेरी रहन तिम्रो मुटु तडपेकै। तर यति सम्झ मलाई तिम्रो अझै सुस्केरीले बिउझाउँछ। निदरी पर्खाउँदा फेरि तिम्रै सम्झनाले आँखा मेरो रसाउँछ। नेपालको र युएसएको दार्जिलिङ म त कहाँ दार्जिलिङ जस्तो पनि लाग्यो। उताको बिल्डिङहरू थियो मेबी हुनसक्छ। कल्पिँदै फेरि यथार्थ रहरको सीमान्तमा। ट्राभल गर्दा सुन्ने खालको गीत आज रहेछ। जुन बनी आयो भोलि आफै आउनु है। तिम्रो झलझली सम्झना आइरहेछ नि मलाई। अब अर्को भेट्न पाए यति सम्झिराख है। तिम्रै थिएँ म त जहिले तिम्रै हुन्छु म सधैँ। आज जुन बनी आयो भोलि आफै आउनु है। तिम्रो झलझली सम्झना आइरहेछ नि मलाई। अब अर्को भेट्न पाए यति सम्झिराख है। तिम्रै थिएँ म त जहिले तिम्रै हुन्छु म सधैँ। रङ्गशाला बुक गरिदिनु भएछ त। रङशाला होला रङशाला त कस्तो रहेछ नि।
सबै ठाउँमा हुन्छ। ला पत्र नै जलाइदिनु भयो त। रिस उठेपछि त नित्तिकै चल्छ। अरे वाह। एक्सलाई सम्झिँदै रुँदै रिसाउँदै पत्र। त्यही भएर पत्रलाई ठ्याक्क जलाइदिनु भयो। सही हो, आफ्नो पुरानो मायालाई सोची सम्झेर होइन त। विचार अब हुन्छ नि त, अब सबैको हेर्नु लाइफमा एउटा न एउटा साथीहरू होइन, कसै न कसैको के, चाहे केटा होस् चाहे केटीको होस्, एउटा न एउटा साथी जस्तो हुन्छ, क्रस भनौँ या अब हजुरको गर्लफ्रेन्ड बोयफ्रेन्ड जे भने पनि होइन, साथी स्कुल लाइफमा हुन्छ, स्कुल लाइफ कलेज लाइफमा सबैमा अब होइन भइरहेकै हुन्छ कि आजभोलि त धेरै कमन भइसकेको छ होइन। तर एउटा डिप लभ चाहिँ लाइफमा कोही न कोही चाहिँ हुन्छै हुन्छ क्या। त मलाई लाग्छ उहाँलाई याद गरेर पक्कै पनि उहाँले चाहिँ यो चाहिँ गाना लेख्नुभएको र आई थिङ्क उहाँलाई लेखेर उहाँलाई याद गरेर डेडिकेट पनि गर्न चाहनुभएको होला आई थिङ्क यो सङ। मलाई यस्तो फिल भएको छ, यस्तो लागिरहेछ मलाई, पुरै स्याड स्याड वाइब छ पुरै। अनि हजुरको भयो म बोलौँ? बोला बोला। गीतको लागि त अहिले म बोल्छु र मलाई हजुरले एउटा भन्नुभयो नि कि कोही न कोहीसँग त्यो एउटा डिप लभ हुन्छ भनेर भन्नुभयो नि। हजुरको चाहिँ डिप लभ को थियो भन्नु त? मलाई अहिले तिमी त हो, तिमी त हो, तिमीभन्दा पहिला एकजना मात्रै थियो। त लाज पनि लाग्दैन साथीहरू? के लाज लाग्ने, यो त फ्याक्ट हो नि त, अब त्यसमा के लाज लाग्ने हो? मन दुःख तर उहाँले मलाई भन्नुभएको थिएन साथीहरू होइन। तिमीलाई भने छैन मैले? यो भिडियो पछि कुरा हुन्छ हाम्रो। अनि साथीहरू ओभरअल होइन, यस्तो बाठो मान्छे बाठी त होइन। मैले के भने छैन, सब चिज भनेको छु ल। धन्न यो गीत पछि गीतको बहानाले होइन मैले थाहा पाएँ एउटा थिएँ भनेर। बाँकी होइन गीत मलाई त मन पर्यो। म चाहिँ यो टाइपको गीत चाहिँ कहिले सुन्छु साथीहरू भन्दाखेरि चाहिँ होइन ट्राभल त्यस्तो के होइन, मेरो एक्स नै थिएन साथीहरू होइन। म के भन्छु ट्राभल गर्दाखेरि चाहिँ सुदिङ हेडफोन लगायो अनि सुतेर गयो, निन्द्रा मस्त लाग्छ र मलाई मन पर्यो गीत। एकदम एकदम मन छुने गीत। आजभोलिको जति पनि हार्ट ब्रेकर, जति पनि अब एक्सलाई याद गर्दै आफ्नो क्रसलाई याद गर्दै जति पनि मान्छेहरू हुनुहुन्छ सबैजनालाई चाहिँ अब पक्कै पनि यो गीत सुनेर चाहिँ आफ्नो पुरानो चाहिँ अब मायालाई चाहिँ पक्कै पनि याद गर्नुहुन्छ। हजुरहरूले पनि पक्कै पनि मलाई फिल हुन्छ है। अनि हेर्नु साथीहरू 1 मन्थ पहिलेको हो यो गीत होइन, र पनि हामी चाहिँ उहाँको ठुलो फ्यान हो हामी। राज वेदालाई एकदम हुन्छ नि उहाँको गीतहरू मेलोडी यो टाइपको सज्जन राज वेदा यो गीत टाइपलाई, यो टाइप के भन्छ यो गीतको टाइपलाई? स्याड इमोसनल। उहाँले जो प्रकारको गीतहरू गाउनुहुन्छ नि जो टाइपको मलाई मनपर्छ। मलाई चाहिँ भोइस एक्चुअली मैले थाहा छ उहाँको गीत फर्स्ट टाइम मैले कहिले सुनेको म आज भनौँ जब हाम्रो नानी हुनुहुन्छ नि पोखरामा आफू खैरेनीमा नानी, मेरो नानी चाहिँ साथीहरू होइन पोखरामा हुनुहुन्छ। म भन्छु हाम्रो अनिता के अनिता गुरुङ मेरो नानी छोरी पर्नुहुन्छ। उहाँले चाहिँ स्टेटसमा हालेको थियो यो गीत अनि भोइस मलाई यति राम्रो लाग्यो होइन, भोइस यति मिठो लाग्यो। अनि सुनौँ हुन्छ नि त भोइसमा अलिकति हेभी भोइस के हुन्छ बेस त्यो गरुङ खाले एकदम हेभिनेस वाला भित्रबाट गीत। अनि मैले फर्स्ट टाइम सुने अनि नानी यो सिङ्गरको नाम के हो भनेर भने मैले उहाँलाई। उहाँलाई म चाहिँ आन्टी पर्छु नि त, आन्टी हजुरलाई थाहा थिएन उहाँले फर्स्ट टाइम भनेपछि चाहिँ नि मैले अनि सर्च गरेर त्यहाँदेखि चिनेको। मेरो फर्स्ट मैले कहिलेदेखि चिनेको भन्दा चाहिँ मेरो एउटा त्यो मेमोरी पनि थियो कि साथीहरू। त्यो गाना याद छैन तर त्यहाँदेखि मलाई उहाँ मान्छे र नाम थाहा भयो के। हजुर हजुर, किनकि त्यो दिन मैले फेस सर्च गरेँ अनि फेस थाहा भयो कि राज वेदा भनेर। सज्जन राज वेदा हजुर, सज्जन राज वेदा त राज वेदा भन्ने बित्तिकै उहाँ हो नि त, आफ्नो आफ्नो टाइटल हुन्छ नि त। मलाई त राज वेदा भन्ने बित्तिकै अब सज्जन नै भन्नुपर्छ त। राज वेदा मतलब वेदा भन्ने बित्तिकै मेरो माइन्डमा उहाँको फेस पुरा आइहाल्छ कि। ओके ओके ओके, सो नो डाउट मेरो पनि फेभरेट हुनुहुन्छ सिङ्गर होइन। त यो गानाको लागि पनि अब म भन्न चाहन्छु एकदमै दामी, एकदम असम सङ।
अब जति पनि हार्ट ब्रेकर मैले भनिसकेँ होइन, जति पनि अब आफ्नो पुरानो लभलाई याद गर्ने मान्छेहरूले पक्कै पनि रिलेट गर्नुहुन्छ क्या, मुटुदेखि नै पुरा रिलेट गर्नुहुन्छ कि अब हुन्छ नि अब आफ्नो लाइफमा कोही न कोही हुन्छ। त हजुरहरूले पनि पक्कै पनि रिलेट गर्नुभयो होला आशा गर्छु साथीहरू, र हाम्रो यो रियाक्सन भिडियो पनि पक्कै पनि हजुरहरूलाई मन पर्यो भनेर। हामी यही आशा गर्छौँ र साथीहरू। अनि यो हाम्रो माइकको यो ह्यान्डल पनि यस्तो राम्रो छ होइन, यो देखेर चाहिँ स्माइल नगर्नु होला, जस्ट किडिङ साथीहरू। एनिवे होइन, भोइस हजुरहरूको लागि, हजुरसम्म हाम्रो यो भोइस क्लियर आओस् भनेर हाम्रो सानो चाहिँ एउटा प्रयास हो। यस, सो डिले नगरी ल आजको भिडियोलाई यहीँ हामी अन्त्य गर्न गइरहेछौँ साथीहरू। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच फर वाचिङ एन्ड सी यू इन आवर नेक्स्ट भिडियो। रियाक्सन भिडियो है त। यस साथी, थ्याङ्क यू।